हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ छुट्टै छ दिन भनौँ न, किनकि कामको लागि म आज फर्स्ट टाइम जापानमा आएर जाँदैछु। यहाँबाट क्योतो स्टेसन पुग्न अब 10 मिनट लाग्छ अनि त्यहाँदेखि तपाईँको यासु स्टेसन छ, त्यहाँ बोलाएको छन्। त्यहाँबाट यासु स्टेसनदेखि बस लिन आउँछ भनेछन्, बसमा चढेर जाने। त्यहाँ साथीहरू पनि आउँदैछन्, क्योतो स्टेसन सँगै जानुपर्छ भन्दैछन्। पहिलो दिन सबैलाई फरक हुन्छ नि त, के हो कसो हो, त्यही भएर म छिटो हिँडिसकेको। हामी 7:30 बजेतिर पुग्न पर्ने हो यासु स्टेसन। तर म रुमदेखि यहाँदेखि कति बजे 6:15मा निक्ले, 6:20-25सम्म तपाईँको त्यो स्टेसन पुग्छु, क्योतो स्टेसन। अनि ट्रेनमा आधी घन्टा लाग्छ, आधी घन्टामा पुगिन्छ। अनि अलि छिटै जाऊँ न, पहिलो दिन हो नि त, जापानमा छिटो गएको राम्रो हुन्छ। 10 मिनटमा पुग्छु, खुसी लागिरहेको। आज 2026 मे 5 को दिन म जापान आएर काममा जाँदैछु, खुसी लागिरहेछ। केटाहरू पनि आउँदैछन्, अरू के हुन्छ म तपाईँलाई देखाउँदै जान्छु। चाउचाउ राखेको छु एउटा, उता फेरि काममा गएपछि कति बेला खाना मिल्ने हो, बाहिर खाना मिल्छ मिल्दैन थाहा हुँदैन नि त। बाहिर खाना नमिले पनि चाउचाउ खाएपछि त भोक त लाग्दैन। ल म अरू कुरा देखाउँदै जान्छु। म फेरि यही बाटोमा मात्रै बनाउँछु किनकि शान्त छ नि त यो बाटो। अब यहाँ लाग्ने बित्तिकै ट्रेन यस्तो, यहाँ गाडीहरू धेरै लाग्छ, त्यही भएर देखि आवाज फेरि यस्तो आउँछ। अलि साउन्ड बुझिन्न क्या, त्यही भएर म त्यो खाली ठाउँमा बनाउँछु। स्टेसन आयो भर्खरै, केटाहरू पनि आएको होला नि पक्कै पनि। यहाँ पछाडिको टावर छ, अब केटाहरूलाई खोज्छु म। हामी भर्खरै यासु स्टेसन आइयो, सेन्पाईहरू पनि आइसक्नु भएको छ। अनि यहाँ हाम्रो सरहरू पनि, केटाहरू पनि आइसके। जाँदैछौँ अब, यहाँ कता हो, उहाँहरूको पछि जानियो। यहाँबाट बस आउँछ लिन, बसमा चढेर हामी जान्छौँ। हाम्रो अमाल सर, हाम्रो सौरभ सर। हामी भर्खर काम सकेर भन्दा पनि हाफ ब्रेकमा खाजा खान आएको छौँ। यहाँ चाहिँ हामीलाई काम त्यति धेरै त सिकाएन। खास काम के छ भन्दाखेरि यो कस्मेटिक प्रोडक्टहरू छ, त्यसको यस्तो बाहिरको भित्र राख्ने हुन्छ नि प्याकेजिङ, यो प्याकेजिङ गर्ने मात्रै, यो त जुस हो कि प्याकेजिङ गर्ने काम रहेछ। यहाँदेखि आधी घन्टा मात्र ट्रेनिङ भयो, हेरेर बस्यो अरू बेला। अब बल्ल हुन्छ होला। ड्रेस दिइरहेछ, ड्रेस अनि सेतो ड्रेस, डक्टर टाइपको ड्रेस छ लाउने अनि काम गर्ने। भर्खर काम सकेर निस्क्यो हामी, 8 घन्टासम्म उभिएको भयो। यो कस्मेटिकको प्याकेजिङ है, यो बाहिरको प्रोडक्टलाई चाहिँ प्याकेजमा राख्ने, त्यसलाई चाहिँ मिलाउने काम रहेछ। धेरै काम त गाह्रो रहन्छ, तर उभिनु पर्ने त्यति मात्रै रहेछ, अरू खासै धेरै काम रहन्छ। अब भोलि छैन, भोलि सायद नाइट छ होला, 1 दिन नाइट परेको छ। 2 दिन नाइट छ, 2 दिन चाहिँ डे छ। आइयो अहिले कति 5-5:30 बजीसम्म 8 घन्टा काम गरेर फर्स्ट टाइम गरेर आयो। जस ठिकै भयो, उभिनु त अलिअलि गाह्रो भइहाल्छ, अरू कुरा त ठिक छ। केटाहरू ठाकिया छन्, बानी नपरेको, बानी परेपछि ठिक होला। अमाल आजको काम कस्तो लाग्यो तिमीलाई, कस्तो भयो? सर तपाईँको काम कस्तो भयो आज? फ्रेम आइरहेछ, ठिक छ नि? काम त सजिलै हो नि, धेरै सजिलो छ। तर उभिँदा चाहिँ यसो बानी नपरेर खुट्टा दुखेको। ठिक छ, अब रुममा जान्छौँ। यहाँदेखि ट्रेन कुदिरहेछ। ल भिडियोहरू हेर्दै रहनु होला, अब के हुन्छ म बताउँदै जान्छु। हस्, हुन्छ, धन्यवाद।